फल कति चरणमा फल्छ भन्ने कुरा चाहिँ अलिकति मौसममा पनि डिपेन्ड गर्छ। जस्तो हामी कहाँमा भएको म तपाईँहरूलाई देखाउँछु। हुन त अघिका पोहोरका भिडियोमा पनि धेरैजनाले त हेरिसक्नु भएको छ, हामीले भनिसकेका छौँ होइन। तर यसपालि पनि केही नयाँ दर्शकहरू, नयाँ ड्रागन फलमा रुचि राख्ने व्यक्तिहरू थपिनु भएको छ होला हाम्रो च्यानलमा। उहाँहरूको लागि मैले फेरि यो भिडियो बनाउन खोजेको छु। यदि तपाईँहरू हाम्रो यो प्याराडाइज एग्रो फार्मको आधिकारिक युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छैन अथवा चाहिँ पहिलोपटक हेर्दै भएको छ भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र आफ्ना कुनै सुझावहरू, कमेन्टहरू, जिज्ञासाहरू भए तलको कमेन्टमा पनि लेख्न सक्नुहुन्छ। जस्तो मैले अब यो फलको कुरा गरेँ, यो फल चाहिँ आज जेठ 20 गते भयो। यो जेठकै 6, 7, 8 गतेतिर फक्रेको फलहरू हुन्। 14, 15 दिनको भइसकेका छन्। अब 14, 15 दिनमा चाहिँ भनेको यो जेठ महिनाकै असारको भनौँ न, असारको 6, 7, 5, 6, 7 गतेतिर पाक्छन्। योभन्दा अगाडिको लटको चाहिँ हामीले हार्भेस्ट गरिसकेको छौँ। अब यस पछाडि भनेको यो लट पछाडि भनेको अलिकति पातला फलहरू आछन्। अझै धेरै पातला नै फलहरू छन्। त्यो चाहिँ बल्ल 2-3 दिन 4 दिन मात्रै हुन्छ, कतै छ कतै छैन होइन। ती फलहरू मैले यहाँ देखाउन खोजेको, तर यहाँ नजिकै पाइनँ होइन। एकदम पातलो छन्, कुनै बोटमा छन् कुनैमा छैनन् पनि, त्यस्तो खालको छ। जस्तो यहाँ मैले देखेँ यो चाहिँ छ नि, यो हो त्यो 6-7 दिन पछाडि त्योभन्दा आएको भनेको। अब अझ यो आएर सही जस्तो यो भयो होइन, यो 14-15 दिनको भयो भनेदेखि यो चाहिँ 4 दिन जति पानी जति भयो, अर्थात् 10-11 दिनको फरक त्यो र यो दुईटामा छ। अब यस पछाडि आएको भनेको जस्ट आज जेठ 20 हुँदाखेरि जेठ 18, 19, 20तिर फक्रेका छन्। जस्तो मैले यो देखाएँ नि होइन, यो चाहिँ नि जेठ 20मा फक्र्यो, हिजो 19मा पनि फक्रेका छन्, 18मा पनि फक्रेका छन्, त्यो छन्। त्यस पछाडि पनि अर्को लट भनेको चाहिँ नि आएको भनेको जस्तो यो लट हो। यो लट यो कोपिलाहरू आएको भनेको चाहिँ कति भने आज 6-7 दिन भयो होला। यता बल्ल बल्ल त हुँदैछन् होइन, धेरै साना साना छन्। यिनीहरू चाहिँ अझै अब फक्रिनलाई 12-13 दिन लाग्ला भनेको। असारको 2-3 गतेतिर त्यस्तैतिर 1-2 दिन यताउति हुन सक्ला, फक्रिन्छन् होला। अब यो लटभन्दा पछाडि पनि फेरि अब 7-8 दिन भइसक्यो भनिसकेपछि अब आउने बेला त भयो नि त होइन। तर मौसममा कता के तालमेल के मिल्दैन होइन। त्यस कारणले आउनुपर्ने बेलामा चाहिँ बर्डहरू चाहिँ देखा पर्दैन। अनि परिहाल्यो भने पनि एकदमै नगण्य मात्रामा थोरै मात्रै चाहिँ बर्डहरू, कोपिलाहरू चाहिँ आइरहेको हुन्छन्। मैले दुईवटा कोपिलाहरू यहाँ देखिरहेको छु। म तपाईँलाई ती कोपिलाहरू देखाउन चाहन्छु। सुरुमा देखिँदाखेरि कस्तो हुन्छ भनेर कहाँ थियो मैले अहिले भर्खर त देख्दै थिएँ। यस्तै हो, फेरि हराउँछ, देखिन्छ ठ्याक्क अनि फेरि हराउँछ। यस्तो पर देख्यो, तर यहीँ पनि थियो। अनि जस्तो पराइ पनि जाउँ अब यो होइन, यो चाहिँ नि अब कोपिला अलिक धमिलो भयो होइन क्यामेरामा। यो चाहिँ कोपिला देखिएको हो। यो चाहिँ 17 दिन जतिमा चाहिँ आजको डेटबाट, आज भनेको यो जेठको 20 गते भयो भने चाहिँ असारको 7-8 गतेतिर चाहिँ फक्रिन्छन्। जस्तो यो चाहिँ 2-3 गतेतिर फक्रिन्छ भने 7-8 दिन, 6-7 दिनको चाहिँ फरकमा यसमा र त्यसमा चाहिँ टाइमिङ अलिकति देखिन्छ। अब हाम्रो विगतको अनुभव चाहिँ 5 दिनको ग्यापमा पनि भर राम्रो तरिकाले आएको छ। अघि मैले देखेँ तर देखिनँ भनेको यहाँ रहेछ नि त। आँखा पनि कहिले के हुन्छ कि देखाउने आखिर त्यसरी चाहिँ कोपिलाहरू आउनु पर्ने हो। त्यो जुन मैले अघि देखाएँ त्योसँग अन्य पनि भरर चाहिँ कोपिला आउने बेला भएको हो। तर यो मौसममा कता के यसको तालमेल नमिलेको कारणले गर्दाखेरि कोपिला चाहिँ देखिँदैनन्। अनि हामी अतालिन्छौँ, कोपिला आएन भन्छौँ, आएको कोपिला पनि पहेँलो भएर झरो भन्छौँ। बेला नभइकन मौसमले उसको बोटले नजानेसम्म त्यो बोटले त्यसलाई राख्न सक्दैन, होल्ड गर्न सक्दैन। त्यस्ता कोपिलाहरू चाहिँ त्यो पहेँलो भएर झर्छन्। कुनै कोपिलामै झर्छन्, कुनै चाहिँ अलिकति थोरै बढेर चाहिँ सुपारीको दाना जत्रो भएपछि झर्छन् होइन। यस्तो यत्रो भएपछि कुनै चिन्ता ठुलो भएपछि पनि झर्छन्। यहाँ पनि रहेछ है होइन। यसरी चाहिँ यो जुन हो यो त्यसरी आफ्नो भर्र आउनुपर्ने, यहाँ देखियो होइन। यसरी आउनुपर्ने हो क्या, जस्तो यहाँ देखियो होइन। त्यसै गरी यो आँखामा यहाँ पनि देखियो होइन। त्यसै गरेर आउनुपर्ने हो, त्यसरी कोपिला आउनुपर्ने हो। निस्किन सकिरहेको छैन। जस्तो यहाँ देखियो होइन, यो बोटमा यो देखियो, यही बोटमा अब यहाँ देखियो होइन। छन् फाटाफुट्टा छन्। जति आउनुपर्ने हो त्योभन्दा हाफ जस्तो हामीलाई अनुभूति भइरहेछ। जति आउनुपर्ने त्यसको आधी जस्तो, त्यसको ठ्याक्कै डबल आइदिएको भएदेखि चाहिँ खासै धेरै पनि हुँदैन थियो। अब बोटलाई ठिक्क पुग्थ्यो पनि, किन साह्रै धेरै कोपिला आउनु पनि राम्रो होइन नि त। त्यसले त फललाई असर गर्छ, बोटलाई असर गर्छ। त्यस कारण उसको बोटले धानेसम्मको कोपिलाहरू चाहिँ आउन पर्छ। एउटा हाँगामा एउटा हो सम्म आउनु पर्यो। तर बोटमा पिलरमा 10जना फल हामीले एकचोटि टिप्न पाइयो भनेदेखि हाम्रो सी भ्याटीको जुन साइज, राम्रो क्वालिटीको साइज जुन आउँछ, 10जना फल टिप्नु भनेको झन् 4-5 केजी हुनु हो होइन। अब एकचोटिमा 5 चोटि किन्दाखेरि त कुनै लट त हामीले अघिल्लो साल त 17 चोटि हामीले हार्भेस्ट गरेका थियौँ। पछिल्लो पालि 14 पनि गरियो, 12 पनि गरियो होइन सालमा। यो कोपिला हो होइन, यो कोपिला हो। छन् कुनै बोटमा धेरै छन्, कुनै बोटमा थोरै छन्। यसरी मैले यो कोपिलाहरूको बारेमा, लटको बारेमा तपाईँलाई यसो जानकारी दिने कोसिस गरेँ। यहाँ जस्तो दुईवटा आएको रहेछ एक ठाउँमा, यो र यो होइन।
जानकारी दिने कोसिस गरेँ। यसरी चाहिँ आउँछ नै भन्ने कुरा। अब ड्रागन फलसँग चाहिँ हामीले धेरै भिडियोहरू पहिला पनि हालेका छौँ। यदि तपाईँहरू कोही जिज्ञासा राख्नुहुन्छ भनेदेखि ड्रागन फलका फुल कसरी आउँछन्, फल कसरी बन्छन्, कतिमा तयार हुन्छन्, कतिमा फल्छन्, के गर्ने नगर्ने कुरादेखि लिएर भ्रमका कुरादेखि लिएर सबै कुरा समेटेर हामीले समयअनुसार पटक हामीलाई हाम्रो दर्शकहरूले चाहिँ राख्नुभएको क्वेसन आएको बेलामा सम्झाइदिएको बेलामा त्यो विषयवस्तु पारेर हामीले भिडियोहरू यस अगाडि पनि प्रशस्त बनाएका छौँ। हाम्रो युट्युब च्यानलमा गएर हेर्नुभयो भने देख्न सक्नुहुन्छ। अब अथवा चाहिँ टिकटक अथवा फेसबुकतिर पनि भिडियोहरू हुन्छन्। अब फेसबुकतिर त भिडियो डिलिट भएर जान्छ एघार कति समय पछाडि। युट्युब र टिकटकमा चाहिँ हाम्रो भिडियो रहिरहन्छन्। अल्छी नमानिकन पुरानो भिडियो गएर खोजेर हेर्नुभयो भनेदेखि त्यहाँ सबै खालका भिडियो चाहिँ देख्न सकिन्छ। अब आजलाई भिडियो यहाँ अन्त गर्न चाहे फेरि पनि सम्झाएँ, यदि यहाँले चाहिँ हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने कृपया हाम्रो च्यानललाई सब्सक्राइब गरी छेउमा रहेको घन्टीलाई पनि दबाइदिनु भयो भने हामीले भविष्यमा अपलोड गर्ने भिडियोको बारेमा तपाईँलाई नोटिफिकेसन आउँछ भन्दै यो भिडियो यहाँ अन्त गर्न चाहे। भिडियोहरू भएको धन्यवाद। नमस्कार। जय कृषि, जय किसान।